त्यही कुरा हाम्रो अंश त्यही कुरा भएर हामीले गरेको त्यो सिलीको अंशले तपाईहरुको घरलाई तपाईहरुको सबै यहाँ भएको घरको शिर तपाईहरुको शिर अनि तपाईको चासुङ लावा छिम्मी लावा रुङ्ग्री चोङमा साया चोङमाहरू सबै यही हामी सिलीबाटै गर्छौँ। हामी बोलेर त अब यसरी भट्टाएर चाहिँ भन्नु हामी सक्दैनौँ, तर पनि यो सिलीबाट भट्टाको भन्दा अझ हाम्रो पुर्खाहरूले कसरी गर्थ्यो त भन्दा भट्टाको भन्दा यो नक्कलबाट तपाईहरुलाई यो हाम्रो सिलीबाट उत्पन्न हुने ऊर्जाले घरमा यो शुभ दिनको यो घडीमा हजुरहरूलाई एकदम धेरै धेरै हाम्रो नाचले तपाईहरुको घरको एकदम चासुङ लावा सेमी लावा रुङ्ग्री चोङमा साया चोङमा सबै भएको होस्। र अब यो पहिलो चरण आइसके पछाडि तपाईहरुले दिनुभएको यो दान दक्षिणालाई हामीले स्वीकार्दै तपाईहरुको हाम्रो चाहिँ चलन के छ भने राईको परिवारमा चाहिँ सेवा लगाएपछि साया चोङमा भन्छ शिर उठाउने। कस्तो हुन्छ भने चिन्ता गर्दा सेवा गर्दा चाहिँ घरको सबसे ठुलो मान्छेको शिर उठाएपछि सबैको शिर उठ्ने, मान्छे मात्र नभएर पशु प्राणी प्राणी यहाँ भएको सबै कुरा तपाईहरुले छिम्बी लावा सबैको शिर उठ्ने बल बिन्ती माग्ने यही सिलीबाट हुन्छ। अब त्यो एक चरण चाहिँ हामी तपाईहरुको त्यसरी बल माग्दिन्छौँ बिन्ती माग्छौँ तपाईहरुको शिर उठाइदिन्छौँ। त्यसो गर्दा चाहिँ कोमा चाहिँ हाम्रो नाचको बिचमा कुर्सी एकछिन बसिदिनु पर्छ कोमा। अब